ईशान किसान यो प्लेयर चाहिँ 2 वर्ष गायब भएको थियो त 2 वर्षपछि T20 वर्ल्ड कपमा चाहिँ इन्ट्री भएपछि ध्वस्तै पारिदियो, बुम गरिदियो सबै प्लेयरहरूलाई। यो जुन फर्मेटमा खेल्दा पनि जुन गेममा खेल्दा पनि यस्तो इम्प्याक्ट पारिदिने के चाहिँ यो हो कि यस्तो ब्याटिङ गरेर हुन्छ र ओ माई गड। न्युजिल्यान्डसँग अस्ति 103 रन ठोकिदियो, पुरैको पुरै सेन्चुरी हान्दियो। 26 को कुरा गर्दैछु है मैले। नामिबियासँग पुरैको पुरै 63 रनको गेम खेलिदियो। त्यसपछिदेखि हिजो मात्रैको कुरा गरौँ, पाकिस्तानसँगको खेलमा 77 हान्दियो, 1 पोटम प्राप्त गरेको। अहिले 2026 कै कुरा गर्ने हो भने सयाल मुस्ताक अलिक टफी हो कि के भन्छन् इन्डियाको, त्यसमा हाइजेस्ट रनर पुरैका सेन्चुरी। त्यसपछिदेखि लिएर अहिले टोटल हाफ सेन्चुरी गर्ने हो भने 9 वटा हाफ सेन्चुरी हानिसके तिनले। अहिले 2026 को कुरा गर्दैछु है मैले। त्यसपछि एउटा सेन्चुरी हानेका थिए जुन न्युजिल्यान्डसँगको गेममा हानेका थिए। उनको चाहिँ ब्याटिङ हेर्दाखेरि होइन यस्तो के तिनी डराएर खेल्दै यस्तो प्लेयरै देख्दैन क्या मैले। वा स्याल्युट छ यार यो मान्छेलाई चाहिँ। जुन प्लेयर यति डेन्जर खेल्छ त्यो प्लेयर 2 वर्षसम्म गायब गरेर राखियो। वाइ इन्डिया वाइ, वाउ। तर यिनको ब्याटिङ देखेर मलाई के लाग्छ भन्दाखेरि इन्डियाको इज्जत चाहिँ यिनले पनि 50% बचाएको छन् भन्दा फरक एकदमै नपर्ला। वाउ यार, यस्तो ब्याटिङ होस् न, ब्याटिङ भनेको यस्तो होस् के 50 नहान्दासम्म उनी आउट हुँदैन कि 50 हानिसकेपछि आउट हुन्छ। मेरो यो मनले पनि भन्छ कि कन्फिडेन्टका साथ मैले भन्न सक्छु कि ईशान किसानले हाफ सेन्चुरी नहान्दासम्म उनी आउट हुँदैन, जुनसुकै गेममा जुनसुकै फर्मेटमा होस् के। यस्तो दामी पर्फर्मेन्स छ क्या अहिले। उनी पुरै लाइनमै छन् क्या अहिले, मान्छे प्राइम फर्ममा छन् क्या अहिले। बवाल यार ईशान किसान, वाह यार।